कुजाम्बो नमस्कार फेपुला झोले अन्त राईहरूले के भन्छ हो म आफै राई हो हामीले के भन्छ भन्दाखेरि चाहिँ त्यो सेवारो भन्छ अन्त म चाहिँ बुट्नी छु हेर्नुहोस् यहाँ अब पानी खानुपर्छ दिन खान आँटेको चाहिँ म यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ पहिले चाहिँ के देख्न सक्नुहुन्छ यो चाहिँ यो पोक भनिन्छ अब त्यो त हाम्रो बुद्धिस्ट ल्याङ्ग्वेजमा भने चाहिँ यो यसलाई के भन्छ भन्दा चाहिँ यो फस्पा भन्छ त्यहाँदेखि यता मेरो नेक्स्टमा जानु भने यो ओनियन प्याज हल्कासँग फ्राई गरेको त्यहाँदेखि यो पनि हल्कासँग फ्राई गरेको हो त्यहाँदेखि यो टमेटो हामीले यस्तोमा यो सब्जी बनाउँदा कहिले पनि लगाइँदैन मसलाहरू टमेटो यो चाहिँ टमेटो हो त्यहाँदेखि हेर्नु यो चाहिँ राई साग यस्तो जस्ट अलिकति हाफ बोइल गरेर यस्तो खाइन्छ त्यहाँदेखि यो भुटानको त्यो हाम्रो यो सुकेको खोर्सानी स्पेसल अन्त फेरि यहाँ फ्राई यो चाहिँ दार्जिलिङको यो हो के पऱ्यो खोर्सानी यो पनि फ्राई गरेको अन्त हेर्नुहोस् यो चाहिँ अब यो के भन्दा भात नि त भात राइस नि त अन्त लास्टमा चाहिँ यो अब के पऱ्यो यो लेमन कागतीलाई अब उतादेखि अब आइहाल्यो टाइग्रेसले अब मलाई भनिहाल्यो अब म खाइहाल्छु किनभने अब साह्रै रहेछ मेरो बुढी पनि म चाहिँ भुटनिस नेपाली हो ल है सबैजनालाई सुरु गरौँ है अब पहिले यस्तो हामीले यो खोर्सानीसँग भात मिक्स गरेर यस्तो गरेर अब लेमन खाइन्छ त्यहाँदेखि मात्रै पकेन है यो सबै कोलेस्ट्रोल निकालेर पठाएको यो अघि बिरालोले खाइन्छ नि त यो बिरालोले खाइन्छ तर मजाले धोएर म खाइरहेको छु के हुँदैन बिरालो हामी एउटै हो त्यहाँदेखि फेरि हेर्नु खाना खाइन्छ त्यहाँदेखि यो पेस्ट अलिकति टोकिन्छ हेर्नु हुँदैछ नि अन्त यो टमेटो ल म खान्छु भरे कस्तो हुन्छ रिभ्यू म दिन्छु है।